हेलो गाइज, हामी चाहिँ यता आज चाहिँ काम गर्न आएको छौँ होइन। हाम्रो माइजूले चाहिँ के बोक्नु भएको छ पछाडि? ढुङ्गा बोकी आरे भन्छ ढुङ्गा। ढुङ्गा के को लागि हो ढुङ्गा खासमा? पर पिचबाट बुनाने बुन्दा दे के गरौँ नबोकाउ बुने पे हुने नै त केही नगरिकन खानु पुग्ने नै त। हजुर यस्तो खैरी पर्यो त के गर्ने यही नगरे पे खानु नै के गर्ने। न पानी आउँछ होइन, पानी आउँछ नि नखाने पानी छ न अब पानी आउँछ त के गर्ने। हामी गरिब पनि त ध भइगयो त सबैकन। तपाईँ यसको लागि हाम्रो स्थानीय सरकारसँग के भन्न चाहनुहुन्छ त? पानी ल्याएले हुइ त विकास ल्याएले हुइ त यही त भोगमारी पर्यो। विकास ल्याइदिएले पानी ल्याइदिएले हुइ त पानी बिना पनि मर्न आँटिगयो, गोरु मर्न आँटिगयो, मान्छे मर्न आँटिगयो। हजुर ए त्यसो भए अब हाम्रो के अरे गाउँमा चाहिँ पानीको अभाव होइन एकदम? पानीको अभाव हाम्रो भिकटहरू त जाति भइगयो त। नत्र चाहिँ यो हाम्रो ठाउँ चाहिँ एकदम राम्रो रमणीय ठाउँ होइन। यो पानीको लागि मात्र पानीले गर्दा होइन अलिकति त्यो विकास हुन सकेको जस्तो लागेन होइन, त्यही त होइन? अरे विकास पनि आउँदैन यतै यही योजना पढेर त्यो अब यहीले गरेर कति खाने हुन्छ जनताले। यो हाम्रो कति लाखको योजना होला त? कति पढिया थियो अब रया थियो होला। ए समितिलाई होइन, समितिलाई थाहा होला। ल पिलाको के पढ्दो अब नाइ भए पिलाको होइन रे मान्छे यो त उति होला समिति थाहा होला। हामी त के थाहा, हामी बुढाबुढीकन के थाहा, खाने त भइगयौँ। ल ल ठिक छ त अब हाम्रो